अ, नमस्कार साथीहरू। आज म चाहिँ जङ्गलमा हराएँ। घुम्दा घुम्दै कता हराएँ भन्ने कुरा पनि थाहा छैन मलाई। है यस्तो छ, हुस्सु लागे जस्तो छ यो जङ्गल। कता जाने हो, के गर्ने हो, केही मेसो परिरहेको छैन आज। फर्रो बोकेर खासमा खेतमा हिँडेको म पानी लगाउनलाई। पानी लगाउनु पर्ने हो गाउँमा, तर खै के भएको छ होइन। जाँदैछु यो जङ्गलको बाटो सरर लाएर। अब कहाँ पुगिन्छ हेरौँ होइन। गाह्रो छ, चिसो चिसो मौसम छ, रमाइलो पाराले हिँडेको अब बाटो हराइयो। यस्तो छ, अनकन्टार जङ्गल छ यहाँ, कतैतिर केही देखिन्न। अब यहाँबाट म सुई सुई हिँड्दैछु। खेत कति बेला पुगिन्छ भन्ने पनि थाहा छैन है त। बाँकी अब कति बेला पुगिन्छ त्यो हिसाबले म जानकारी गराउँदै गर्छु। गाह्रो छ, चिसो बढिरहेछ। म चाहिँ गाउँतिर आएको थिएँ। गाउँतिर आएको बेलामा अब यसो केही काम गरौँ भनेर अब खेतमा गहुँ छरेको थिएँ। गाउँमा पानी चार्न जाऊँ भनेर सर्टकट बाटो निस्केको म बालापनमा खेलेको हुर्केको यहाँ गाई बाख्रा चराएको ठाउँ हो। सामुदायिक भइसकेपछि यति घना यति अनकन्टार भएछ कि मैलाई बाटो पहिल्याउन यस्तो गाह्रो परेछ कि कुरै छोडौँ। जे होस् हिँड्दैछु, धेरै भएको छैन, बल्ल 20 मिनट भयो घरबाट निस्केको। अहिलेसम्म म पुग्न सकेको छैन। अब केही बेरमा पुग्छु कि भन्ने आशा छ है त। जे होस् हिँड्दै जाऊँ। घुम्दै घुम्दै जाँदा फाइनल्ली यहाँ एउटा खोला जस्तो भेटियो। मैले एउटा नेसनल जियोग्राफिक च्यानलमा हेरेको थिएँ, खोला भेट्यो भने खोलाको तिरैतिर हिँड्नुपर्छ अरे, अनि बाटो भेटिन्छ भन्ने। यो खोला रहेछ तर सुकिया छ। यो के भनौँ यसलाई, खहरे खोला होइन। खहरे खोलादेखि यतातिरबाट गएको बाटो रहेछ। योभन्दा अगाडि बाटो छैन कतै पनि के, जङ्गलै छ, सबै अनकन्टार जङ्गल छ। त्यही भएर यहाँबाट बाटो रहेछ। यहाँबाट म चाहिँ खुरुक्क यो क्रस गरेर जान्छु। यो बाटो गयो भने चाहिँ अब यहाँनिर अलिअलि सम्झना भयो मलाई। अब खेत पुगिन्छ होला 10-15 मिनटमा जस्तो लागिरहेछ। हेरौँ कति बेला पुगिँदो रहेछ। बाटो चाहिँ भेटियो फाइनल। यस्तो घना जङ्गल भएछ कि के भन्नु र खै। ओहो हो पुरै छोड्नुहोस् क्या। यहाँ त पुरा एउटा फिल्मको सुटिङ गर्न मिल्ने रहेछ कि। मैले आधा घन्टाको अथक प्रयासपछि है त अन्ततः मैले आधा घन्टाको अथक प्रयासपछि जङ्गलमा भट्किँदा भट्किँदा बाटो चाहिँ पहिल्याएँ। यी पछाडिबाट बाटो आयो, बाटो चाहिँ पहिल्याएँ होइन। अगाडिको बाटो यहाँ छ, यसरी अगाडिको बाटो चाहिँ यहाँ छ र फाइनल्ली ऊ पारीतिर खेतहरू देखियो। अब यहाँदेखि अलिक अगाडि गइसकेपछि अब मेरो घर मेरो खेत भेटिन्छ। अनि चिसो भयो कि, सबभन्दा जङ्गलमा चिसो भयो। जङ्गल, हाम्रो घरमाथिको जङ्गल यति घना भएछ कि हामी हराउन थालेछौँ, पहिलो कुरा। दोस्रो कुरा चाहिँ यहाँ अलिक जङ्गली जनावरहरूको पनि अलिकति डर छ भन्ने कुरा गर्नुभएको थियो। झन् त्यसले गर्दा पनि मनमा अलिक त्रास उत्पन्न भएको थियो। जे होस् त्यस्तो केही भएन। जङ्गलमा चाहिँ बँदेल पनि देखिन्छ बेला बेला, तर त्योभन्दा पनि के भन्ने, भुक्नी स्यालहरू, बाघहरू पनि देखिया छ भन्ने कुरा गर्दै हुन्थ्यो। म फेरि किन तलबाट घुम्नु, यतैबाट छिटो जान्छु भनेर निस्केको थिएँ। बरु तलबाट गए भए यति बेला म खेतभन्दा माथि पुगिसक्थेँ। अब यताबाट आउनाले चाहिँ घाटा भयो। यस्तो छ हाम्रो खेत चाहिँ होइन। यो रानीघाट खोला हो, तल गएर काला खोला, यही नै हो। माथि अब यतातिर जङ्गल छ। म चाहिँ फाइनल्ली अब खेतको आसपासमा आइपुगेको छु। कुलामा पानी नभएपछि म माथि बाँधमा जानुपर्छ। बाँधमा गयो भने म चर्चित लोकदोहोरी गायिका टिका सानुको गाउँ देखाउँछु है त तपाईँहरूलाई।